लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर 7 तारकुटार स्थित सुन्दरबजार अस्पतालमा यही वैशाख 26 गतेदेखि सञ्चालन भएको 2 दिने निशुल्क दन्त परीक्षण शिविर समापन भएको छ। धुलिखेल अस्पतालको प्राविधिक सहयोग र सुन्दरबजार नगरपालिका वडा नम्बर 7 को आर्थिक सहयोगमा सञ्चालन भएको 2 दिने शिविर सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो। समापन कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद कोइरालाले स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउन स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। नगर प्रमुख कोइरालाले यस किसिमका निशुल्क शिविरहरूले जनतामा स्वास्थ्यप्रति सचेतना फैलाउनुका साथै आर्थिक भार कम गर्ने धारणा राख्नुभयो। कार्यक्रमको अवसरमा वडा सदस्य मुरली कुमाल, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीहरू लगायत स्थानीयको उपस्थिति रहेको थियो। सुन्दरबजार अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट होमबहादुर गुरुङका अनुसार शिविर अवधिभर 320 जनाले सेवा लिएका छन्। सेवा लिने मध्ये 189 महिला र 131 पुरुष रहेका छन्। मेसु गुरुङले आगामी वर्षमा पनि यस्तो किसिमको सेवालाई निरन्तरता दिइने बताउनुभयो। यो सुन्दरबजार अस्पतालमा सुन्दरबजार नगरपालिका वडा नम्बर 7 को आर्थिक सहयोग एवं यो धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा जुन 2 दिने निशुल्क दन्त शिविरको आयोजना सञ्चालन गरिएको अवस्थामा गरिएको जुन एउटा उत्साहजनक शिविर थियो, त्यसमा हाम्रो लगभग 320 जनाले सेवा लिनुभएको छ। 320 जनामा चाहिँ 131 जना चाहिँ पुरुष र 189 जना महिला हाम्रा दिदीबहिनीहरूले चाहिँ सेवा लिनुभएको छ। र प्लस हामीले यो पब्लिक जनसमुदायको जुन जनआकाङ्क्षा अनुसार जुन गरिनुपर्ने सेवाहरू जस्तै रुट क्यानल ट्रिटमेन्ट भन्ने हुन्छ, जुन दाँत भर्नेदेखि लिएर त्यस्ता समस्याहरू पनि हामीले गर्न नसके तापनि अब आउने दसैँ तिहारपछि फेरि हामी एकदम एक हप्ताको नै हामीले शिविर चलाएर चाहिँ यावत समस्याहरू दाँतको यावत समस्याहरू यहीँ समाधान गर्ने गरी हामीले एउटा शिक्षा पनि प्राप्त गरेको छौँ। एउटा मास्टर प्लान बनाउने कुरामा पनि हामीलाई यसले सहजता र एउटा उत्प्रेरणा प्रदान गरेको छ। त्यस कारणले गर्दा हामीले सञ्चालन गरिएको 2 दिनको दन्त शिविर चाहिँ सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन चाहन्छु। धुलिखेल अस्पतालका दन्त विभाग निर्देशक प्राध्यापक डाक्टर चन्दन उपाध्यायले दाँत किराले खाने, गिजा सुनिने, दाँत सफा गर्ने लगायतका बिरामीहरू आएको बताउनुभयो। यहाँ यो सुन्दरबजारमा आएर धुलिखेल अस्पतालको प्राविधिक सहयोगले हामीले 2 दिनको यो दन्त शिविरको आयोजना गरेका थियौँ र यसमा विशेषतमा हामीले के पायौँ भनेदेखि चाहिँ मुख्यतः मान्छेहरूमा दाँतमा किरा लाग्ने समस्या निकै नै भेट्यौँ र साथसाथै गिजाको रोग हैन, यो दुईटा समस्या चाहिँ हामीले धेरै नै मात्रामा पाएको छौँ। र यसमा चाहिँ हामीले सर्भिसेसको कुरा गर्दाखेरि चाहिँ दाँत जुन जोगाउन नसकिने दाँतहरूलाई चाहिँ निकाल्ने, त्यसपछि आएर अरू जोगाउन मिल्ने दाँतहरूलाई चाहिँ भर्ने र दाँत सफा गर्ने र आम मानिसमा चाहिँ जनचेतना एउटा जोगाउने, त्यो सबै उद्देश्यका साथले हामीले यो 2 दिनको शिविर हामीले आयोजना गऱ्यौँ र मलाई लाग्छ यहाँको जनमानसले राम्ररी नै यसको फाइदा लिनुभयो। लगभग मान्छेहरूले यहाँ आएर आफ्नो उपचार गराउनु भएको छ र यस कार्यले हामीलाई पनि धेरै प्रोत्साहन मिलेको छ र आगामी सालमा पनि धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय अस्पतालले चाहिँ यो सहयोगलाई चाहिँ जारी राख्ने प्रतिबद्धताको साथ हामी यहाँबाट फर्किन लाग्दैछौँ। कार्यक्रम समापनको अवसरमा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले यस्ता किसिमका सेवाले सर्वसाधारणलाई सहज भए पनि समय अभावले लामो किसिमको शिविर सञ्चालन गर्न नसकिएको भन्दै आगामी दिनमा यसलाई ध्यान पुर्याउने बताउनुभयो। कार्यक्रमको अवसरमा प्राविधिक सहयोग गर्ने अस्पताल र स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।